अन्यहास्यो नमस्ते साथीहरू। आज म तपाईमाझ एउटा नयाँ जानकारी लिएर आएको छु। आज मात्र ईपीएस कार्यालयले एउटा सूचना जारी गर्दै अबका दिनबाट आजबाट ईपीएस कार्यालय ग्वारखुमा आफै स्वयं उपस्थित भएर एलसी साइन गर्नुपर्ने भनेर जानकारी निकालेको छ। उक्त सूचनामा धेरैले नबुझेर के कस्तो सूचना हो भनेर सोधिरहनु भएको थियो, जसमा अब आफै स्वयं उपस्थित भएर कामदार आफैले जब एलसी फरवर्ड हुन्छ त्यसपछि चाहिँ एलसी साइन गर्नुपर्ने हुन्छ। यसअघि ईपीएस कार्यालयले आफै अटो साइन गर्दै आएको थियो र आजबाट चाहिँ आफै उपस्थित भएर साइन गर्नुपर्ने भएको छ।